अहिले हाम्रो सलुनमा हाइफु एकदमै हट पिकमा छ। तपाईहरु सबैलाई थाहा छ। मैले डेली जस्तो नै हाइफुको भिडियोहरु चाहिँ मैले तपाईहरुको लागि पोस्ट गरिराखेको हुन्छु। आज पनि मैले उहाँ म्यामको स्किनमा हाइफु गर्दै छु। उहाँको चाहिँ लाफिङ लाइनहरु धेरै नै छ र त्यो लाफिङ लाइनलाई मेन्टेन गर्नको लागि मैले उहाँलाई हाइफु गर्नको लागि सजेस्ट गरे र उहाँले पनि हाइफु गराउनको लागि एग्री भएर हाइफु गराउँदै हुनुहुन्छ। हामी कहाँ गरेको हाइफुले तपाईहरुको स्किनमा एकदमै राम्रो रिजल्ट दिइराखेको छ र तपाईहरु धेरै जनाले मेरो हाइफु मन पनि पराइराख्नु भएको छ। हाइफुको फाइदाहरु के हुन् त भन्दाखेरि तपाईको स्किनमा भएको रिंकलहरुलाई एकदमै राम्रोसँग कम गर्छ। निधारमा बसेको डोराहरु, आँखाको परेको चाउरीहरु र हाँस्दाखेरि जुन चाहिँ लाफिङ लाइनहरु बस्छ त्यो लाफिङ लाइनहरुलाई र झोर्लिएको छालालाई टाइट गरेर तपाईहरुको स्किनलाई एउटा नेचुरल लुक दिन्छ। जस्तो कि तपाईहरुले बोटक्सहरु गराइराख्नु भएको छ भने अननेचुरल तरिकाबाट स्किन तन्केको जस्तो फिल हुन्छ, तर 2-4 महिनामा फेरि तपाईको रिपिट गर्नुपर्ने हुन्छ। घोच्ने, बारम्बार घोच्ने, पैसा पनि धेरै खर्च हुने भएको हुनाले त्यो ट्रिटमेन्ट भन्दा हाइफु एकदमै राम्रो र सरल छ र नन सर्जिकल ट्रिटमेन्ट भएको हुनाले तपाईहरुले हाइफुलाई मजाले रोज्न सक्नुहुन्छ र धेरैको रोजाइमा पनि परेको छ हाइफु र हाइफुको कुनै पनि साइड इफेक्टहरु छैनन् र यसले एकदमै राम्रोसँग तपाईको स्किनलाई कोलाजेन बुस्ट गर्छ। र धेरै जनाले के सोधिराख्नु भएको छ भने हाइफु गर्दाखेरि चायापोतो जान्छ भनेर भन्नुहुन्छ। हाइफुले कुनै पनि चायापोतो जाने काम गर्दैन। यसले ओन्ली तपाईको स्किनलाई लिफ्ट गर्ने काम गर्छ र तपाईको रिंकललाई मेन्टेन गर्ने काम गर्छ। तपाईले भिडियोमा देख्नु भएको छ कि छैन त्यो राम्रोसँग मलाई थाहा छैन। अहिले पनि मैले निधारमा गरिराखेको जुन हाइफु देख्न सक्नुहुन्छ, यस्तो राम्रोसँग निधार तन्किएको छ उहाँको। हेर्नुस् है, किनकि यो स्किनमा जुन चाहिँ निधारमा तपाईको एकदमै लाइनिङहरु छ तर हाइफुले मजाले तन्काइदिएको छ, हेर्न सक्नुहुन्छ। तपाईहरु पनि यस्तै समस्याबाट जुधिराख्नु भएको छ भने हाइफुलाई चुज गर्न सक्नुहुन्छ। हाइफु गर्न यदि मसँग चाहनुहुन्छ भने तपाईहरुले पहिला नै टाइम बुकिङ गर्नुपर्छ, किनकि हाइफु मैले मात्रै गर्ने भएको हुनाले मसँग टाइमको अभाव हुन्छ। त्यसले गर्दा तपाईहरुले आफ्नो टाइम बुकिङ गरेर हाइफुको लागि आउनु भयो भने एकदमै सजिलो हुन्छ र हाइफु गर्दा गर्दै तपाईलाई 25 देखि 30% रिजल्ट चाहिँ गरेकै बेलामा देख्न सक्नुहुन्छ भने र तपाईले हाइफु गर्नलाई कुनै पनि डराउनु पर्ने आवश्यक छैन। जस्तो सुकै रिंकललाई पनि यसले राम्रोसँग मेन्टेन गर्छ र झोर्लिएको छालाहरुलाई टाइट गर्छ। उहाँ म्यामको लाफिङ लाइनहरु हेर्नुस् कस्तो राम्रोसँग मेन्टेन भएको देखिएको छ। अर्को पाली आउँदा असाध्यै धेरै राम्रो हुन्छ। तपाईहरु पनि टाइममा नै बुक गरेर आउन सक्नुहुन्छ। र हजुरलाई थाहा नै छ हाम्रो लोकेसन वसुन्धरा चौकी रिङ रोडमा रहेको छ।